अर्काको पोइसँग प्रेममा 2-4 दिन रमाउने केटीहरू, त्यो अर्काको पहिले जतिसुकै गहिरो माया गरे पनि, दिन रात चाटे पनि, दिन रात टाँसिएर बसे पनि, दिनकै घुम्न गए पनि, एउटै थालमा खाए पनि, त्यस्ता मुला सम्बन्धमा कहिले पनि पूर्णता पाइँदैन क्या। न त तिमीहरूलाई तिनीहरूले पुरै तरिकाले अपनाउँछ, न त पुरै तरिकाले छोडी नै दिन्छ के। न त त्यो तिमीहरूको लोग्नी नै बन्न सक्छ, न कुनै आफ्नो जीवनको एउटा हिस्सा बनाउन तयार हुन्छ के। सुरुमा त तँहरूलाई राजकुमारी जस्तै फिल होला, संसारको सबैभन्दा भाग्यमानी रहेछु भन्ने महसुस होला। हरेक भेटले, झुटो मायाले, झुटो कसमले जिन्दगीमा पुरै जादु छरेको जस्तो फिल होला। तर समय बित्दै जाँदाखेरि त्यही सम्बन्ध बिख जस्तो लाग्न थाल्छ कि। न त निल्न सकिन्छ, न त ओकल्न सकिन्छ। त्यसपछि बिस्तारै डिप्रेसनको शिकार होइन्छ। कोहीसँग बोल्न मन लाग्छ, न हाँस्न मन लाग्छ, न कतै जान मन लाग्छ, न निन्द्रा लाग्छ, न भोक लाग्छ। जिउँदो लास हुन्छ के, एउटा जिउँदो लास हुन्छ। भित्रभित्रै मन, आत्मसम्मान, खुसी सबै मरिसकेको हुन्छ। कति वर्ष लप परेर, मागेर, बिहा गरेर, जग्गे पोलेर, सात फन्का घुमेर